साथी भनेको परमात्मा हो। यहाँको त के साथी नि, अहिले मैले भनिसकेँ साथीको बारेमा। साथ दिने पो साथी, म त भन्छु साथी नै हुँदैन, साथी भन्ने नै हुँदैन। तपाईँको खुसीमा, तपाईँको प्रगतिमा, तपाईँको सफलतामा साँच्चीकै खुसी हुने तपाईँको आमा मात्रै हो, सब फेक हो। अनि के यस्ता साथीहरूसँग तपाईँ मन दुखाउने, चित्त दुखाउने बेकार कुराहरू, ठिक हो। यसो मैले स्वार्थी हिसाबले भने होइन, तपाईँले अब निकालिहाल्नु विदेशका कुराहरू। विदेशमा अब हामीलाई थाहा हुँदैन नि त, कतिजना इन्जोय गरेर पनि बसिया हुनसक्छ नि, ठिक हो कि होइन, सही हो कि होइन। एकदम इन्जोयमा रमाएर पनि बसिरहनु हुनसक्छ, कोही डिप्रेसनमा पनि गएको हुनसक्छ। सबैलाई एउटै तराजुमा हाल्न मिलेन, आफ्नो लाइफ हो। अब मैले यति चाहिँ भन्छु, त्यहाँ विदेशमा गइसकेपछि हजुरले आफ्नो कामलाई ध्यान दिनु पऱ्यो, त्यहाँ गएर इन्जोयमा फस्नु भएन कि। अधिकांश मान्छे इन्जोयमा फसेर चाहिँ दुःख पाउँछन् क्या। त्यहाँ इन्जोय के हो, टेम्पोररी हो। टेम्पोररी प्लेजरमा फसेर पर्मानेन्ट पेन पाउने काम त राम्रो होइन नि त, राइट। त्यसैले उहाँहरूलाई मेरो एउटै अनुरोध छ, सक्नुहुन्छ भने ध्यान सिक्नु, अनलाइनमा सिक्नु। अहिले त कतिले सिक्नु पनि भएको छ। अनि जीवन बुझ्नु, पैसा मात्रै कमाएर हुँदैन, नो योर लाइफ बुझ्नै पर्छ। कर्म त आफ्नो ठाउँमा छ होइन। अनि अझ गहिरो कुरा गर्ने हो भनेदेखि यो विदेश जा नजा भन्नुमा कसैको के तुक छैन कि। यो त यो बोल्नलाई बोल्ने कुरा मात्रै हो। अब मैले भनेको कुरा चित्त बुझ्छ भने चाहिँ सुन्नु, उसको त्यहाँ कार्मिक एकाउन्ट थियो र त्यहाँ पुग्छ क्या त्यो मान्छे। तपाईँहरूमा रोक्ने को हो र? विदेश जा भन्ने नजा भन्ने वाइमा होइन, त्यो उनी छैन नि त। उसको त्यहाँ जुनै पनि मान्छे त्यहाँ किन पुग्छ, कुनै ठाउँमा किन पुग्छ, त्यहाँ उसको कार्मिक एकाउन्ट बाँकी छ र पुगेको छ क्या त्यो त्यहाँ। अनि कसैलाई दोष छैन यहाँ, न देशलाई दोष छ, न बाबाआमालाई दोष छ, न जाने मान्छेको दोष छ। त्यो व्यक्तिको भाग्य त्यहाँ जोडिया छ कि, कर्म जोडिया छ, कार्मिक एकाउन्ट छ। अब यो गहिरो कुरा छ यो। यसमा त कार्मिक एकाउन्टको कुराहरू बुझ्नु पऱ्यो, नलेजका कुरा, पास्ट टाइपका कुराहरू बुझ्नु पऱ्यो, स्पिरिचुअल लाइनमा आउनु पऱ्यो, अनि बुझिन्छ नि त। यत्तिकै अहिले मैले सर्फेस लेभलमा भन्दा बुझ्न गाह्रो छ होइन। समाजले त सर्फेस लेभलमा बुझिदिन्छ, समाजलाई त यस नोमा एन्सर चाहिएको हुन्छ, राइट। यस नोमा एन्सर दिन सकिँदैन। त्यसैले कसैले पनि अब यति मैले भनेको हजुरलाई एक्सेप्ट चित्त बुझ्छ भनेदेखि कसैलाई पनि दोष नदिनु। सबैको आफ्नो कर्मले त्यहाँ विदेश पुर्याएको हुन्छ, कहाँ पुर्याउनुहुन्छ, को त्यो मान्छेसँग भेट्नु छ, त्यहाँको हिसाब किताबले चुक्ता गर्नु पऱ्यो नि त्यो मान्छेले। जस्तो हजुरले साथी चाहिँ एउटै बनाउने, त्यो चाहिँ केवल परमात्मालाई मात्रै भन्नुभयो। खासमा परमात्मा भनौँ, भगवान भनौँ, ईश्वर भनौँ, अल्लाह होइन, जे भने पनि मान्छेहरूको फरक धारणा यो बिचमा आइरहेको हुन्छ। यसमा धर्मलाई जोडिरहेको हुन्छ होइन। अलिकति यो ईश्वर भनेको के हो, अथवा कसरी यसलाई हजुरले वर्णन गर्नुहुन्छ भनौँ न। ईश्वरको बारेमा कुरा आइहाल्यो, यसलाई अलिकति टाइम लिउँ मैले ईश्वरको लागि होइन। ईश्वर र धर्मको लागि म एकदम क्लियर गरिदिन्छु है त, एकदम क्लियर गरिदिन्छौँ है। जस्तो हामीले ओम शब्द ओम शब्द सुनेका छौँ, राइट। ओम के हो, युनिभर्सल साउन्ड हो। के हो, युनिभर्सल साउन्ड हो, राइट। ओमले के गर्छ, पोजिटिभ भाइब्रेसन इन गर्छ, नेगेटिभ भाइब्रेसन आउट गर्छ होइन। ओम भन्ने साथ हुन्न भने हुन्छ जस्तो लाग्छ कि, सक्छु सक्दिनँ भने सक्छु जस्तो आउँछ होइन। ओम भन्न साथ ओमलाई इसाई दाजुभाइहरूले अमिन भन्नुहुन्छ, मुसलमान दाजुभाइ दिदीबहिनीहरूले आमिन भन्नुहुन्छ, यहुदीहरूले सालोम भन्नुहुन्छ, पारसीहरूले हम भन्छन्, बुद्धिस्ट जैन र हिन्दूहरूले ओम भन्छन्। मूलरूप ओमबाट आएको हो। ओम 3 मिलेर बनेको हुन्छ, अ उ र म। अब त प्र्याक्टिकल देखाइदिन्छु नि, एकदमै क्लियर हुन्छ यो कुरा। जस्तो ल हजुर प्र्याक्टिकल गर्नु, आँखा बन्द गर्नु त, लामो श्वास लिन, अ माथि भर्नु, स्लोली एन्ड ग्रेजुअली यो पनि रहेछ। आँखा खोल्नु। अब हजुरले भन्दाखेरि कहाँनिर भाइब्रेसन बढेको, पेटमा हुन्छ। अब पेटमा के भनिन्छ हाम्रो योगको भाषामा, यहाँ ब्रह्माजीको बास हुन्छ भनिन्छ कि। अब यहाँ ब्रह्मा देखाऊ भने मैले कहाँबाट देखाउँ, राइट। कुनै कुरा जानेर चल्नुपर्छ, कुनै कुरा मानेर चल्नुपर्छ, ठिक हो कि होइन हो। यहाँ सृष्टिको सबै सृष्टि कहाँ हुन्छ, पेटबाट हुन्छ। अब त्यहाँ त हाम्रो त अङ्गमा देवी देवताको बास छ भनेको छ नि त होइन। ब्रह्मा सृष्टिकर्ता होइन। फेरि आँखा बन्द गर्नु, लामो श्वास लिनु। अब ऊ भन्नु, आँखा खोल्नु। ऊ भन्दाखेरि कहाँ भाइब्रेसन भयो, चेस्ट रिजनमा। यहाँ कसको बास हुन्छ, विष्णु भगवान। विष्णु भगवान म्यानेजमेन्टको देवता हो। हरेक म्यानेजमेन्ट मिलाउने युद्ध हुँदाखेरि विष्णु भगवान पुराणहरू पढ्नुभयो भने, राइट। अब तपाईँको हाम्रो मुटु फोक्सो कहाँ छ, यही एरियामा छ।
अब हाम्रो सम्पूर्ण शरीरको म्यानेजमेन्ट कहाँबाट हुन्छ? यही एरियाबाट हुन्छ। सृष्टिकर्ता, सञ्चालनकर्ता, राइट? ब्रह्मा, विष्णु। फेरि आँखा बन्द गर्न, लामो श्वास लिन, गर्न, खोल्नु। अब भन्दा कहाँ भयो? तालुमा। यहाँ कसको बास हुन्छ? शिव, महेश्वर, ब्रह्मा, विष्णु, महेश्वर, सृष्टिकर्ता, सञ्चालनकर्ता, समारकर्ता। हान्दै ठोक्दै यसैको खेल हो कि होइन? निर्णय गर्ने, निर्णय होइन, झडङ्ग झड्किने, डिस्ट्रोयर के। अङ्ग्रेजीमा ब्रह्मा, विष्णु, महेश्वर, सृष्टिकर्ता, सञ्चालनकर्ता, संहारकर्ता, जेनेरेटर, अपरेटर, डिस्ट्रोयर, राइट? जेनेरेटरको जी, अपरेटरको ओ, डिस्ट्रोयरको डी, GOD, गड। को रहेछ? अब बोल्नुहोस्, अब गड को रहेछ? केही भ्रम पाल्नै पर्ने छैन कि। GOD गड, चित्त बुझेन, राइट? अब वेदमा प्रश्न लेखा छ, मान्छे नै देउता भनेर लेखा छ त्यहाँ। अनि देउता खोज्न कहाँ जाने? देउता खोज्ने होइन कि देउता बन्ने हो। मतलब देवताको जस्तै गुणहरू आफ्नो जीवनमा धारण गर्ने। तपाईँ देउतै हो, तर त्यो क्वालिटी तपाईँ डेभलप गर्नु पर्यो नि त। फेरि म देउता भनेर फेरि घर आएर आरती भनेर म देउता, एकजना गुरु आउनुभएको थियो पुरस्कारमा छ नि, आरती भनेर, त्यो होइन। सुन्नु, संगीत सुनकर ज्ञान नहीं मिलता, संगीत सुनकर ज्ञान नहीं मिलता, मंदिर जाकर भगवान नहीं मिलता, मंदिर जाकर भगवान नहीं मिलता, पत्थर तो इसलिए पूजते लोग क्योंकि विश्वास के लायक इंसान नहीं मिलता। त्यसको मैले मन्दिर नजानुहोस् भनेको छैन नि। फेरि मन्दिर जाने, पूजापाठ गर्ने, के गर्नुपर्छ, आफ्नो कल्चर, संस्कृति, संस्कार छोड्न पाउनुहुन्न, राइट? हो। अब मैले भनेको फिल बुझ्नु। घरमा जिउँदो श्वास फेर्ने देउता बाबा आमालाई हट गरेर, पिन्च गरेर, घरको परिवारमा एकअर्कालाई हट गरेर, पिन्च गरेर, अनि साथीभाइले एकअर्कामा हट गरेर, पिन्च गरेर, मन दुखाइदिएर, अनि चित्त दुखाएर, अनि मन्दिरमा गएर घन्टा बजाएर केही हुन्छ? यही हो मैले भन्नु खोजेको कुरा।